लागि हो त्यो वडा त्यो आगन जो सानो एउटा एनजिओ आइएनजिओको एउटा कार्यक्रम छ हामी कहाँ वडा लेभलबाट के छ त वास्तविक हाम्रो आज सेड्युल छ डिस्ट्रिक्ट आएको छ तपाईले यसरी कार्यक्रम गर्नु भनेर दिया हुन्छ कि हामीलाई कुनै पनि सानो एउटा वास सम्बन्धीको कार्यक्रम वास्तव हाम्रो पनि कुनै पनि वास्तवको कार्यक्रममा ल है वडा अध्यक्षज्यू तपाईको वडामा यति मिति यति डेट यो गतेमा हामी वास सम्बन्धीको कार्यक्रम गर्छौं है हाम्रो रिप्रेजेन्टेसनमा उनीहरु काम गर्न मिल्दैन कुनै बुझ्नुभयो कि नै यो त तपाईको त धार्मिकका कुराहरु छन् के यहाँ त संस्कारका कुराहरु छन् नेपाली त हामी सबै नेपाली हौं तपाईको बुझ्ने क्षमता त्यहाँसम्म रह्यो मेरो बुझ्ने क्षमता यहाँसम्म रह्यो त्यति हैन हो तपाईले हो यो भन्दा पछिका दिन समानात्मक भूमिका खेलेर समन्वय गरेर कसरी के गर्ने भन्ने कुरा आयो के सिधै कसैको गाउँ टोल बस्तीमा गएर सट्ट धर्म संस्कारका कुराहरु 81 च्याप्ने काम गर्ने हाम्रो पछि हैन नि तपाईहरु हामीले के सोच्यौं किन हामीलाई कुनै इन्फर्मेसन दुई नम्बरमा कार्यक्रम हुँदैछ के हो कसो त्यो जानकारी दिनै पर्छ अब जानकारी दिँदा दिँदै उहाँले रोक्नु भयो भने अब हामी नबोले अरु केही बोल्छ के गर्न सक्दैन भन्ने कुराहरु आउँछ हामी पनि हिन्दू संस्कारमा हाम्रो छाना ठाकुर यो हाम्रो कुलदेवता मस्टाई यो अहिले द्वन्द हुन्छ धार्मिक द्वन्द तपाईहरु छेपछाप लुग्नु पर्छ मै धामी हो भन्ने त भएको घाटे गरिकन कार्यक्रम पनि हुन्छ हैन जानकारी बिना जानकारी उहाँहरु प्रशासनले जिम्मेवारी के गर्छ यो त धर्मका कुराहरु धार्मिकमा बहुत तपाईहरु हाम्रो त बाजाबाज हुने कुराहरु छन् सञ्जालहरु छन् आजकल त सजिलोको लागि के गर्दा राम्रो हुन्छ अब हजुरले चाहिँ के गरे हुन्छ अब हजुरलाई एउटा निवेदन हाम्रो नेपालमा अहिलेसम्म यो पछि बढ्न कारण यति कुरा छ जातीय द्वन्द धार्मिक द्वन्द यी कुराहरुले त ठूलो असर पारेको छ दुई नम्बर क्षेत्रभित्र गर्ने अब हाम्रो कमी कमजोरी छैन प्रशासन त्यही त अब यो गल्ती हाम्रो स्वीकार्यो बजारमा तपाईले यस्ता सञ्जालहरु फिजाउन राम्रो हो हैन हामीले पनि हाम्रो त माथिल्लो निकायले छ नभए हैन तल्लो निकाय हाम्रो वडा हो हैन वडाले स्वायत्त बनाउने नेपाल सरकारले प्रावधान दिएको छ ल यस्तो मेरो 2 नम्बर वडामा अहिले तपाईको यत्रो कार्यक्रम त हामीले केही पनि निर्देशन यहाँका जनता त भोलि के भन्छ समस्या त आउँछ नि त्यही कारण अब तपाईँ हामी आज यो कार्यक्रम तपाईँ रहनुहोस् प्रशासनमा पनि जिकाला जिपरकामा पनि जिकाला मलाई जिकाला मेयरज्यूलाई जिकाला हैन र समस्तगत तपाईँ हामी बसौँ समीक्षा गरौँ छलफल गरौँ र कसरी अगाडि लैजाने भन्ने कुराहरू र उहाँहरूको जिल्लामा त सेड्युल कार्यक्रम सेड्युल बनाउने मान्छे त होला नि उलाई थाहा भन्ने त्यो अवस्था है सबैलाई तिमीले भन तिमीहरु क्रिस्चियन तिमी त हिन्दू धर्म हुने तिमी त हाम्रो जनता हो नि छैन राणा नगरपालिका अझै पनि हो तपाईले बुझ्नु भएको छ यसो यो हो हामीले बुझेका छौं हामीले ठुलदेउता यो हाम्रो ठाउँमा रह्यो तपाई हाम्रो बुझाइमा तर तपाईले अर्को कुरा के बुझ्नु पर्यो भने कुनै सेड्युल दिन तपाईले यो कार्यक्रम सञ्चालन गर्ने आएर यत्रो भ्याली प्रशासनको जिम्मेवारी आउँछ त जातीय द्वन्द हुन्छ अब ठाउँ हुन्छ हजुरले कुनै कार्यक्रम उद्घाटन गर्दा पनि सम्बन्धित निकायको वडा अध्यक्षलाई बोलाइन्छ के हो भनेर कहिले पत्रचार गरिन्छ इन्फर्मेसन गरिन्छ हाम्रो आज सेड्युल यो छ भनेर जानकारी दिइन्छ प्रशासनले जिम्मेवारीबाट के हुन्छ ल्याउनुस् त्यसपछि हाम्रो पनि माथिल्लो निकायहरूले गर्छ लोकलबाट कस्तो प्रावधान हुने हो त्यसपछि जाने हो तपाईले आज चाहिँ यो शान्त हो के शान्ति यो जस्तो लाग्छ यदि तपाईले अपोजिटमा यो यत्रो पुल्याइदिनु पर्यो भुल ध्यान यदि हामीले 2-4 मान्छे त्यसै उत्तर दिए भने त्यो के हुन्थ्यो यो एउटा पर्यटकीय क्षेत्र हो हामी पर्यटक पनि आउँदैछ हामी घुम्दै पनि आएको हो त्यसो गर्दा हामीले केही पारित पनि बताइराख्नु भन्ने छ हाम्रो
जिल्लामा पनि हयौँ मानिस नेपालभित्र होइन हामीले भनेको तपाईँले गर्ने स्वागत हामी गर्नु तयार छाया धारा नगरपालिकाले गर्ने स्वागत छ नि हामी तन मन धन्दाको दिन्छौँ तपाईँले बाथरुमका कुराहरू छन् गाडीका कुराहरू छन् त्यहाँ कुनै पनि होमस्टेका कुराहरू छन् अरू दिने सेवा सुविधाका कुराहरू छन् तपाईँ किनभने टाढाको मान्छे आउनु भएको छ हामीले सम्मान गरेर हार्दा गालो अनि सुसमाचार भक्सिका बोतल भिन्दाउँदै गयो घरसँग आयो त्यही हो अरू केही हो यो पनि पढ्नुपर्छ चाहिन्छ कहिले हो आफू तिब्बत परिवारलाई पढ्ने हो यसले पनि पढ्छ चाहिन्छ सुनाउनु बाहा सुनाउला धेरै कुराहरू समस्यामा जटिल समस्यामा छन् दर्शाइदिनु छत्रको चाहिन्छ उसको बेलामा राम्रो हुन्छ स्टोरको बेलामा एक त स्थानीय रहन माइक लिएर आउने माइक एक साइडबाट हिँड्नु न किन पहिले गर्नु